Hi guys, good afternoon. आज त्यही तपाईहरु कहाँ हुनुहुन्छ रे? एके ब्युटी लन्च एकाडेमी कलंकी ब्रान्च राइट. सो आज त्यो हजुरहरुले के गर्नु भएको छ? फेक नेल्स मा जेल पोलिस है. सो हजुरको कति टर्नमा गर्नु भएको यो? I mean like first turn, second. आज फर्स्ट वर्क हो हजुरको यो. खै हेरौँ त फिनिशिङ यस्तो गरेर देखाइदिनु मज्जाले. ओके एज अ फर्स्ट डे राम्रो छ तर यो जुन तपाईले स्किनमा लाउनु भएको छ नि यिनीहरुले त क्लीन बनाउनु पर्यो नि त हैन क्लाइन्टले त मान्दैन यसरी राइट है सो कुन चाहिँ म्यामले हजुरलाई ट्रेन गरिराख्नु भएको छ मीना म्याम है म्यामले कमेन्ट दिनु भयो कि भएन भयो है सो स्पेशली हामी चाहिँ अब जहिले पनि मोडल्सलाई चाहिँ फिडब्याक माग्छ मोडल्सले चाहिँ के भन्न चाहनुहुन्छ उहाँले गर्दा चाहिँ हजुरलाई चाहिँ क्रिटिकलहरु गर्दाखेरि चाहिँ दुखे कि दुखेन सफ्ट ह्यान्डले गर्नुभयो एभ्रिथिङ राइट केही कम्प्लेन छैन वाउ यति राम्रो फिडब्याक र पनि यहाँ सबै लागिरहेको छ है सो उले एक्सेप्ट गर्ने कि नगर्ने गर्ने किनभने कहिलेकाहीँको फिडब्याक चाहिँ बेस्ट हुन्छ राइट हामीलाई फिडब्याक चाहिँ जहिले पनि चाहिन्छ है त्यसले त हामीलाई अगाडि बढाउँछ राइट सो ओके भोलिदेखि चाहिँ अब यो फर्स्ट वर्क एज अ फर्स्ट वर्क हजुरको धेरै राम्रो छ हैन अलिक क्लिननेसमा पनि ध्यान दिनु अनि हातमा पनि अलिक प्रपर है भनेपछि सेकेन्ड थर्ड चाहिँ एकदम राम्रो आउँछ तपाईको नेल्सको सेप चाहिँ राम्रो छ है सो हजुरले चाहिँ आज के गर्नु भएको छ फेक नेलमा जेल पोलिस है भनेपछि तपाईहरु एउटै ग्रुपिङ रहेछ है ओके आज त यहाँ ग्रुपिङको भइरहेछ है कम्पिटिसन हो क्या हो एकचोटि राम्ररी देखाइदिउँ हो राम्रो छ कम्बाइनेस आर्ट कस्तो मजाले गर्नुभएछ है ए तपाईको नि आज फर्स्ट डे हो एज अ फर्स्ट डे त धेरै राम्रो गर्नुभएको छ हजुरले है क्लिनमा गर्नुभएको छ अनि एकदम क्लिन सेटमा गर्नुभएको छ है कति आवर्स लाग्यो हजुरहरुलाई यो फिनिश गर्नलाई वन ह्यान्डमा गर्नुभएको छ है 2 आवर्स लाग्यो है म्याक्सिमम टाइम फर वन ह्यान्ड कति आवर्स हो सकिने टाइम यो कुन चाहिँ रे फेक नेलमा जेल पोलिस विथ द नर्मल आर्ट राइट हैन भनेपछि एटलिस्ट 2 आवर्स भन्दा पनि अलिकति 1 आवर्स और 1.5 आवर्समा सकेको चाहिँ बेस्टै हो है एज अ स्टुडेन्ट है ल ठिक छ कतिको कन्फिडेन्स बढिरहेछ त हजुरहरुलाई अहिले बढिरहेको छ भनेपछि अब त तपाईहरुको त पछि त एक्जाम पनि हुन्छ है ओके त्यसै भनेपछि स्लोली तपाईहरुको हाई लेभलको फिनिशिङ चाहिँ हामीले देख्न पाउँछ है सो ओके थ्यांक यू सो मच गाइज एकदम राम्रो गर्नुभएको छ सो नेक्स्ट भिडियोमा अझै प्रपर तपाईहरुको फिनिशिङ हामीले देख्न पाउनेछ है हस् हुन्छ थ्यांक यू गाइज मैले के